गाइस, फेरि पनि वेलकम छ मेरो सानो ब्लगमा। यो ब्लग चाहिँ हाम्रो छ अहिले सुकवाकीतिरको मकतारदेखि गुरुङनी। अनि सबैले चाहिँ सब्सक्राइब गरिदिनु होला मेरो के भन्छ मेरो युट्युब च्यानललाई हैन। अहिले मैले फेरि सुरु गरेको छु कि बिचमा छोडिदिएको थिएँ। अब हामी चाहिँ गइरहेछौँ सुकवाकीतिर, जहिले मेरो त्यो ठाउँ हैन। यस्तो यो बाहिरको सिनो पानी लास्ट परेको छ, भए पनि हामी हुक्का तान्नु जान्नु, हुक्का तान्दै सुटु हैन। अब बाँकी के हुन्छ हामी त्यहीँ गएर हेरौँ। अहिले चाहिँ म यहाँ बसिराखेको छु, दुईजना बहिनी। अनि फाइनली गाइस सुकमा पुगिसक्यौँ। अनि यहाँ हामी चाहिँ हुक्का तान्नु आएको कि अनि पानी पर्नाले गर्दा सबैले न्यानो ठाउँ चाहियो अलिकता। हामी पनि त्यसको लागि वेटिङमा छौँ। वेटिङमा बसिराख्नु पर्यो एकछिन यहाँ चाहिँ। अनि त्यसपछि यहाँ आएपछि हामीले यो तातो चिया ल्यायौँ कि होइन, ब्ल्याक टी, किनकि लास्टै जाडो भइरह्यो। अनि फाइनली गाइज हामीले यहाँ चाहिँ एउटा सिट पाएको छ न्यानो। अनि न्यानो सिटमा चाहिँ यो ब्ल्याक टीको चुस्कीसँग अनि यो हुक्कासँग हामीले अलिकता इन्जोय गरिरहेछौँ है। अब यहाँ बहिनीहरू बसिरहेछन्, किचकिच गरेर दिमाग खराब गरेर बसिरहेछौँ। त्यसपछि अगाडि जाऊँ के हुन्छ है। अब यस्तो खानेकुरा खाऊँ भनेको त यस्तो जाडो छ, अब यस्तो खानु सकिँदैन। चिया खाइयो, यो खाइयो, अब यो यसो सुप पाएको भए राम्रो हुन्थ्यो। अब यस्ता खानु सकिँदैन, जाडो लागिरहेछ। के गर्ने गाइस, गाह्रो भएको छ। सुप खानु खोजेको, सुप पनि पाइएन। के साह्रो दुःख, सुपमा आएर सुपै खानु पाइएन। के गर्ने अब हुक्का मात्रै तान्दै बस्ने त होला नि गाइस। हुक्का खाएर अनि हामी चाहिँ चल्दिएको के लास्टै जाडो भयो होइन। अनि यो डल्ली हुनु पनि गाह्रो छ, कस्तो रमाइलो भइरहेछ। अनि हुक्का खाएर हामी अब अर्को ठाउँमा चल्दिएको, बहिनीहरू अगाडि छ। अनि होइन कस्तो रमाइलो भइरहेछ आज यतातिर। यो आज के भन्छ यो अरब फिफा कप चल्दै थियो नि, त्यसको लास्ट डे थियो नि, त्यही भएर अब हामी चाहिँ केही सुपहरू खानु चाहिँ अर्को ठाउँमा दौडेको। डल्ली हुनु पनि गाह्रो छ कि म कस्तो हराइहालेँ। झन्नै बहिनीले मेरो टोपीले गर्दा मलाई खोजिहालेछ। ल गाइस, अब यो सुक वाकिफ